गगन थापालाई न देशको माया छ, न पार्टीको माया छ, न जनताको माया छ। आफ्नै सरकारलाई त सहयोग नगर्ने मान्छेले देशलाई माया गर्छ होला त? सामाजिक सञ्जाल आफ्नो देशको संविधान कानुन अनुसार दर्ता गरेर चलाउनु पर्छ भनेर सरकारले अल्टिमेटम दिएर दर्ता नगरेपछि नियमनको लागि चाहिँ प्रतिबन्ध गराएको, दर्ता गरेपछि फेरि खुल्ने शर्तमा गरेको कुरालाई उसले कसरी चाहिँ भ्रम फैलायो जनतामा। नेपालमा सामाजिक सञ्जाल प्रतिबन्ध लगायो भनेर हाम्रो संविधान भन्दा चाहिँ नेपालको संविधान भन्दा यो सामाजिक सञ्जालको मेढा, फेसबुक कम्पनीको मेढा कम्पनी ठुलो हो। यस्तो भ्रम सिर्जना गर्ने मान्छेले भोलि पार्टीको सभापति भएर चाहिँ देश चलायो भने देश पश्चिमी मुलुकसँग गाभिदिन्छ। यसले यो चाहिँ ग्यारेन्टी हो।